मलाई हेरेको जाङ आङ ले 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 छिटले छिटले ले ले भाग्छस् ले ले माग न दिनु भन्नु माग 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 दिनु भन्नु हेलो एभ्रिवान नमस्ते झोलले एन्ड वेलकम ब्याक टु माई न्यू भिडियो। बिहान म भन्दा पहिला त यो दुईटा उठेर आफ्नो बजेसँग खेल्दै बसेको हुन्छ। आई डोन्ट नो यो दुईजनालाई मसँग के प्रब्लम छ। मलाई भने यति खेलाम हुन्छ, यो दुईजना भने मलाई मान्दैन। म यति नजिक गए भने पनि दुईटैले मुख बिगारिहाल्छ। जे होस् यो ट्विन्स बेबी पाएदेखि घरमा एउटा खुसियाली चाहिँ छाएकै छ। मम्मी र मलाई बाख्रा चढाउन जान थियो। मम्मीलाई अझ घाँस पनि काट्न पर्थ्यो। मम्मीले घाँस काट्दाखेरि मैले बाख्रा हेरिहाल्थेँ। जङ्गल पुग्ने बित्तिकै मम्मी घाँस काट्ने ड्युटीमा, म बाख्रा हेर्नेमा। घाँस पनि पुग्न लाग्यो। अब यो थाहा छ, यो बोडी लोकल बोडी, यसलाई यस्तो गरेर टिपेर यस्तो गरेर त्यो एउटा बोडी टिपेर खाएको मिठो लाग्यो। यत्रो धेरै टिपे। अब खाँदै बस्ने यहाँ बसेर। कति मजा आएको यार। यो म बोक्नेवाला छु, यो मम्मीले। यसरी त म बोक्नै सक्दैन यार, मलाई त मान्छे चाहिन्छ। तानो मम्मी तानो। मिल्दैन। लेट्स गो। अब घर जाने हो। घर जाने बेला भयो। मेरो माल पानीको झोला। घर आउने बित्तिकै घाँसको बाढी राखेर म नुहाएँ। त्यसपछि मलाई बारीमा गएर पानी हाल्न थियो। दिस इज आवर किचन गार्डन र यहाँ डिफ्रेन्ट काइन्ड अफ भेजिटेबलहरू रोप्नु भएको छ। प्लान्ट्सहरूमा पानी हाल्ने काम चाहिँ मलाई एकदमै मनपर्छ। Now let's see what we have in the kitchen garden. First of all, काबुली फ्लावर भर्खर रोपेकै छु यहाँ, अनि त्यहाँ पनि छ, त्यता छ हैन। अब यो एरियाको मुला भइहाल्यो, उताको तोरीको साग भइहाल्यो, यहाँ पनि सब त्यस्तै छ। एन्ड लट्स अफ डल्लो चिल्लिज यहाँदेखि वहाँसम्म। एन्ड टमाटो, सरी पट्याटो, यो सब पट्याटो। अनि यो पट्याटोको साइडमै योहरू साग भइहाल्यो, लट्स अफ साग। अनि यहाँ चाहिँ नि मटर, भर्खर मटर लगाएको छ, मटरको रुखहरू भइहाल्यो यो। ओके। एन्ड देन यहाँ चाहिँ नि गार्लिक, भर्खर बेबी गार्लिक छ यहाँ है। अनि यो जमरा हो गरे यो। अनि मुला, द्याट्स इट। उताको त अरूको साथतिर एकदम झ्याउ लागिरहेको थियो घरमा बस्दा। अहिले गाउँमा भनेको एउटा मात्रै साथी छ, यो। त्यसलाई बोलाएर गयौँ दुल्नलाई। तिहारमा गाउँतिर केटाहरू कोही पनि आएन। सो हामी दुईजना मात्रै थियौँ। हामी दुईजना भए पनि डुल्दै बस्यौँ। डुलेर यसो घरतिर पुगेको अहिले फेरि अर्को बच्चा पायो। लुक एट दिस। कतिवटा भयो? 4वटा बाख्राको बच्चा भयो। बाख्राले रातितिर बच्चा पाइदिएछ, मम्मीलाई चाहिँ अलिकति गाह्रो भयो। बाख्राको सुसार गर्नै पर्यो, अनि नातिहरूलाई नि हेर्नु पर्यो। बाख्राहरूलाई सुसार गर्ने नलेज मसँग छैन र यो बाबु भयो, यसले मलाई मान्दैन। यहाँ हाम्रो बाख्राको कुरुवा, मम्मी कुरुवा, यहाँ अर्को ठुलो बडे कुरुवा, यता छोटे कुरुवा। छोटे ला तलाई
And look at this, how my babies eat food. Wait, Abi. Nikalis. La. This much for today. Thank you for watching till the end. Subscribe for more. Bye bye.